चाहिँ अब नयाँ नेपालको परिकल्पना गर्नुपर्छ, तपाईँहरू साथ दिनुहोस्, हामी अरूको पछाडि नलागौँ, हामी को हौँ के हौँ भनेर हामीलाई मूल्याङ्कन गरोस्, यसपालि हामीले साथ दिनुहोस् भनेर जानुपर्ने ठाउँमा त फलाना चाहिँ कुलमान एमसिसी मतियार, फलाना चाहिँ रवि लामिछाने सहकारी ठग, जुन चिज चाहिँ तपाईँको राज्यले दिइराखेको छ, राज्यले चाहिँ कानुनी प्रविधिमा न्यायालयले गरिराखेको छ भने त्यो न्यायालयलाई छोडिदिउँ। हामी त्यो कुरामा चाहिँ किन बहस गरिरहने, त्यो कुरामा किन हामी तातो लाएर त्यो भएको 1 घन्टा महत्त्वपूर्ण हेर्नुहोस् त, विदेशी दलाल अब अनि धरानदेखि तपाईँको चाहिँ कहिले उहाँ आउनुहुन्छ, सिन्धुली आउनुहुन्छ, कहिले काठमाडौँ आउनुहुन्छ, त्यो कम्ती टाइम लाग्छ त्यहाँ त्यो जम्बू टोलीलाई चाहिँ बनाउनु। त्यहाँ आएपछि त आफ्नो पो प्रस्तुति दिने हो त, त्यहाँ आएर पनि बालेन्द्र कुलमान रविको कुरा काट्न त उही फेसबुकको लाइभमा बसेर काट्दा भइहाल्यो नि, बरु टिकटकको लाइभमा बसेर काट्दा भइहाल्यो नि। त्यो अमूल्य समयलाई त्यहाँ बसेर उहाँहरूको कुरा काटेर खेरो फाल्ने समय हो त, तपाईँलाई लाग्छ त्यो कुरा हो कि होइन? त्यो कुराले आम जनतामा चाहिँ के परेको छ भने कागती पानी खाएको जस्तो मुख अमिलो भएको छ, हेर्नुहोस् होइन। उहाँलाई के सुझाव छ? उहाँलाई त मेरो सुझाव त मैले अघि एउटा स्ट्याटस पनि लेखेको थियो होइन, मैले चाहिँ के भनेको छु भने मेयर साहब तपाईँले आफ्नो घरको चिन्ता गर्नुहोस्, अर्को घरको चिन्ता नगर्नुहोस् है। आफ्नो घरको जग कसरी लगेर कति तलाको बनाउनु त्यतातिर लाग्नुहोस्, अर्को घरको चिन्ता गर्नुभयो भने अरूले तपाईँले हेर्दा हेर्दै 10 तला घर बनाइदिन्छ, तपाईँको जग चाहिँ सीमितै भयो।